अब जावा खेल्न आइपुग्यौँ साथीहरू सबैजना ल धन्यवाद है त्यहाँ हजुरलाई ल धेरै धेरै धन्यवाद सबैजना साथीहरू आउनु होला जावला खेलमा आउनु होला सबैजना आज हर्क साम्पाङको यहाँ टिमले चाहिँ यहाँ कार्यक्रम गरिरहेका छौँ हामीहरू सबैजना आउनु होला है साथीहरू सबैजना पछि गरेर आउनु होला सबै ठाउँबाट मिथुला राईलाई आफ्नो छोटो बनाइ राखिदिनु हुनको लागि माटोलाई माया गर्नुहुने श्री मिथुला राईलाई आफ्नो छोटो बनाइ राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु नमस्कार हो म चाहिँ मिथुला राई तपाईहरुले एकदमै माया गर्ने हाम्रो नेपाली जनताहरूले आज यतिको घर दैलो कार्यक्रमदेखि सम्पूर्ण हाम्रो श्रम संस्कृति पार्टी हर्क साम्पाङ राईज्यूलाई तपाईहरुले आउनु भएको छ सबैजनाले भोट दिनु होला किनभने हामीले पटक पटक अरू पार्टीलाई भोट दिनु तर कुनै पनि पार्टीले राम्रो काम नगरेको भएर अब हामी श्रम संस्कृति पार्टीलाई नै भोट दिनुपर्छ माटो चिन्हमा हो कि होइन हजुर सबैजना जनताको लागि उनीहरूले केही पनि गरेको छैन त्यो कारणले गर्दा तपाईँ हाम्रो रगतमा हाम्रो श्रम छ श्रम गर्यो भनेदेखि हामीले देशमा उत्पादन गर्न पाइन्छ उद्योग धन्दा हुन्छ कोही पनि विदेश जानु पर्दैन हामी नेपाली जनताले यही रोजगार पाउँछ हाम्रो अमेरिका यही हुन्छ जापान यही हुन्छ अब हामी श्रम संस्कृति पार्टीलाई नै भोट दिनुपर्छ माटो चिन्हमा हो कि होइन हजुर सबैजना एकदमै रेडी हुनु होला सबैले आफ्नो भोटिङ कार्डहरू सुरक्षित गरेर राख्नु होला 21 गतेको चुनाव आउँदैछ त्यो कारणले तपाईहरुलाई म के भन्न चाहन्छु भनेदेखि सबैजना छिमेकीलाई पनि सबैजनाले सम्झाउनु बुझाउनु होला 14 अञ्चल 75 जिल्लाको सम्पूर्ण माटो प्रेमीहरूले हामीहरू सबै एकजुट भएर हामी लाग्यौं भने भोलि हाम्रो देश बन्छ हाम्रो हर्क साम्पाङ राई जस्तो नेताले हाम्रो देशमा एकदमै राम्रो काम गर्छ भन्ने हामीलाई पूर्ण विश्वास छ त्यो कारणले तपाईहरुले म के भन्छु भनेदेखि तपाईहरु कोही पनि नचुक्नुहोस् हिजो तपाईलाई दिनुभयो त्यो मलाई थाहा छैन अब आउने बाटोमा चाहिँ तपाईले माटो चिन्हलाई नि यस्तो अञ्जलीमा राखेको माटो चिन्हमा भोट गर्नुहुन अनुरोध गर्दछु म यहाँबाट छोटो मन्तव्य व्यक्त गरेर तपाईहरुसँग म बिदा हुन्छु धन्यवाद धन्यवाद हाम्रो जनताले आफ्नो छोटो बनाइराखेर एउटा स्थानमा गइसक्नु भएको छ तपाईहरुले मलाई मेयर बनाएर मैले पानी खुवाउन सकिन भने म धरान किन बस्ने हैन मेरो नैतिक आधार छ बन्छ त मेरो नैतिक आधार बन्दैन नि त है मेरो नैतिक आधार बन्दैन आई विल क्विट धरान छु एउटै मान्छेको मायाले कति फरक पारेको कार्यक्रम एकदम भव्य र सभ्यको रूपमा भइरहेको छ काठमाडौँ क्षेत्र नम्बर 6 का हाम्रो चाहिँ अब र्यालीबाट यहाँ प्रोग्राममा छ है सबैजनालाई श्रम संस्कृति पार्टीको सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना दिँदै हामी ललितपुरमा यहाँ